एकजना नेपाललाई 80 करोडको लोटो परेछ। ल हेर्नुहोस्, खोल्टीमा 80 रुपियाँ नभए मान्छेसँग एकैचोटि 80 करोडको लोटो पऱ्यो भन्ने उसले जब थाहा पाए काउन्टरमा गइसकेपछि उदङ्ग, ऊ छक, ऊ त सुत्यो त्यहीँ ढल्यो। अब उसले केही दिनपछि त्यो पैसा रकम पायो, आफ्नो ब्याङ्क खातामा त्यो पैसा पाइसकेपछि अब यो पैसालाई के गर्ने भनेर दिमाग, अब त्यो यार 80 रुपियाँ हुन गाह्रो, हामी नेपालीलाई 80,000 चाहिँ कमाउन पनि गाह्रो धाउँदो विदेशमा होइन, 1-1.5 लाख कमाउनु कति गाह्रो छ। अनि 80 करोडको लोटो एकैचोटि चाहिँ आफ्नो ब्याङ्क एकाउन्टमा देख्दाखेरि त्यो ब्यालेन्स चाहिँ यसो पढ्दाखेरि 100, 100,000 जसरी गर्दा पनि 80 करोड पुगेपछि चाहिँ मान्छेको हालत कस्तो हुन्छ। अनि उहाँ एक दिन हिँड्दै गर्दाखेरि सिन्कोबुमै ठ्याक्कै त्यहीँनिर हाम्रो यो टोकियोमा सिन्कोबु स्टेसन छ, टोकियोमा चाहिँ एफजेपीको ब्रान्च पुग्नु भएछ। अब पुगेपछि उहाँ धुरुमुर भनौँ कि के गरौँ अनि त्यहाँ उहाँले सबै कुरा भन्नुभएछ। ल है, मैले चाहिँ यसरी लिगल रूपमा चाहिँ यति एमाउन्ट चाहिँ मैले जितेको पैसा छ, यसलाई कसरी नेपाल पैसा पठाउने होला, कसरी पुर्याउने होला भनेर सबै कुरा बुझिसकेपछि प्रक्रिया के हो त, प्रक्रिया के हो, लिगल माध्यममा जाने कुरा के हो, कति हो मान्छेको एक्सेस, कति पैसा पठाउन पाउने हो, एउटा मान्छेले हरेक महिना कति ट्रान्जेक्सन गर्न पाउँछ, सबै कुरा कानुनी रूपमा रेमिटान्स जस्तो कुरा यति सेन्सिटिभ कुरा होइन, देशलाई नै पार लाग्ने कुरा। अब रेमिटान्स गरेर पठाउने निर्णय गरिसकेपछि यो पैसालाई छिटो छरितो विश्वासिलो र भरपर्दो तरिका भनेकै जापानमा एफजेपी मोबाइल रेमिटान्सबाट तपाईँले मजाले पैसा पठाउन सक्नुहुन्छ, वालेटबाट पनि। अनि उहाँ अफिसमा भिजिट गरिसकेपछि उहाँले के निर्णय गर्नुभएछ भन्दाखेरि अबदेखि चाहिँ रेगुलरली फोरेक्स जापान नै युज गर्छु, ढुक्क पनि हुन्छ भनेर आफूले कमाएको पैसाहरू, दुःख मेहनत परिश्रम गरेको पैसा, विद्यार्थीदेखि विचार स्किल लेभरदेखि इन्जिनियरिङ स्पेसलिटिज ह्युम्यानिटिज आई सर्भिसदेखि लिएर सबै बिजनेस म्यानेजर सबैले पैसा पठाउन मिल्छ जति बेला पनि ढुक्क भएर। फोरेक्स जापान नै रहेछ अन्तिम विकल्प भनिसकेपछि अब उहाँ चाहिँ हाम्रो अहिले रेगुलर कस्टमर हुनुहुन्छ। भन्न खोजेको तपाईँले कमाएको पैसा, तपाईँले मेहनत परिश्रम गरेर पाएको रकमलाई तपाईँले सुरक्षित भरपर्दो साथ पठाउने हो कि पठाउने भने आजै तुरुन्त एफजेपी एप्लिकेसन डाउनलोड गर्नुहोस् र वालेटबाट रेमिटान्स गर्न सुरु गर्नुहोस्। एप्लिकेसन डाउनलोड गरेपछि 1 विकभित्र लसन कार्ड पाउनुहुन्छ, जुनबाट तपाईँले वालेटमा पैसा डिपोजिट गरेर मजाले मोबाइल रेमिटान्स गर्न सक्नुहुन्छ।